सुगर रोगको लागि अति नै उपयोगी केही व्यायामहरू गर्छौँ हामीले। त्यो मध्ये पहिलो तडासन हो। तडासन गर्नको लागि यसरी हातलाई यहाँ माथि राख्ने अनि खुट्टाको पन्जाको बल शरीरलाई माथि उठाउने है त यसरी। 10 सेकेन्ड जति होल्ड गर्ने। यसैलाई फेरि रिपिट गर्ने 5, 7, 10 पटकसम्म गर्ने है त। दोस्रो अभ्यास मण्डुकासन। मण्डुकासनको पहिलो भाग यसरी गर्ने मुड्की पारेर। यो पनि 5 देखि 7 पटक दोहोर्याउने। मण्डुकासनको दोस्रो भाग यसरी नाभिमा हत्केलो राख्ने, त्यहाँमाथि अर्को हत्केलो राखेर यसरी लामो सास तानेर छोड्दै तल जाने। गर्दनलाई सिधा बनाएर यो मण्डुकासनको दोस्रो भाग। ढुङ्गाको आकार दिने शरीरलाई। दस देखि 15 सेकेन्ड यो अवस्थामा बस्ने अनि यो अभ्यासलाई पनि 5-7 पटक दोहोर्याउने है त। यो पछि अब धनुरासन। धनुरासन गर्नुको लागि दुईवटै खुट्टाहरू यसरी हातले समात्ने यहाँ अनि पेटको बलमा शरीरलाई हावामा उठाउने है। यो थियो धनुरासन। यो पनि 5-7 पटक दोहोर्याउने। अब अर्को वक्रासन। एउटा खुट्टो खुम्चाउने, एउटा पसार्ने। जुन खुट्टो पसारिएको छ त्यसैको साइडको हात ल्याएर खुम्चाएको खुट्टोलाई यसरी दबाब दिने है त। यसरी दबाब दिने। अर्को खुट्टो सकिन्छ भने अर्को खुट्टाको घुँडानेर यसरी समात्दा पनि हुन्छ, नत्र भने यत्तिकै दबाब दिए पनि केही फरक पर्दैन। गर्दनलाई विपरीत दिशामा ट्विस्ट गर्ने। यो खुट्टो फेरि पसार्ने, अर्को खुट्टो खुम्चाउने अनि अर्को हातले यसरी फेरि अर्कातिर ट्विस्ट गर्ने। यसलाई पनि 5-7 पटक गर्न सकिन्छ। यो सुगर कन्ट्रोल गर्नको लागि अति नै उपयोगी योगाभ्यासहरू हुन्।